सो है हजुरको मा ब्लग हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। सबैलाई हजुरहरू सबैलाई ह्याप्पी न्यू इयर 2082 को सबैजनालाई सम्पूर्णलाई शुभकामना छ हैन। र 81 जे जस्तो भए पनि 82 सबको राम्रो होस्। आई होप मेरो पनि होस् र हजुरहरूको पनि होस्। यहाँ पुरा भयो नयाँ वर्षको दिन मोबाइल हेर्दै नयाँ वर्षको दिन फ्रेन्ड्सले दार छिर्दै यसको जिन्दगी यस्तै जाओस् र ठुममीको पनि त्यस्तै जाओस्। हामी चाहिँ राम्रोसँग जाओस्, गाली नखाएर खाना पकाउँदै जिन्दगी जाओस्। केही भन्न चाहन्छु के अरे भन्छ सकेन फेरि भन्छ भाइ हो। मलाई यस्तो यस्तो शुभकामना सबैले दियोस् किनकि म धेरैचोटि पट्टाउन सकौँ है। ओ डल्ले ह्याप्पी न्यू इयर सेम टु यु भन्ने हो। ह्याप्पी न्यू इयर जुनु ओ जुनु ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर अल अफ यु। र फेरि पनि हाम्रो फेसबुक फ्यामिली युट्युब फ्यामिलीलाई ह्याप्पी न्यू इयर भन्छ। हामीले यहाँ बोइलर देखाउन गयौँ। बोइलरका बन्दान भयो मम्मी। यस्तो हिजो पानी परेर होइन पुरा आज त मौसम यस्तो दामी छ। हेलो म यो चिर्छु ल मौसम होइन बाजे घर जाऊ त। अब म बनिसकेँ फार्मर। फाइनली घर गएर खानासाना पनि गराइसकेँ। अनि यहाँ चाहिँ के गर्दैछु तल घरमा ओ जुन तल घरमा उसले बोलाउनु भए आमाले जा गर। ठुमम फुबजे डल्ली पिरम्सु आज गाउनु भएन अझै भएन यो जान्छु तल कर्ण दाइको घरमा एकछिन के कस्तो छ। नयाँ वर्ष भन्ने मात्र नयाँ वर्ष त पहिला पनि वर्षै थियो एकचोटि पनि वर्षै हो। न कहिले जान्छ न कहिले सकिन्छ होइन। र यस्तै छ के हुन्छ पछि त फ्युचरको कोहीलाई थाहा छैन। अनि हामी चाहिँ यहाँ एकछिन गाउछिलाएर यहाँ दाइसँग जाँदैछु। वान अफ माई फेभरेट दादा दाइ ह्याप्पी न्यू इयर। दाइ त फोन गर्दै हुनुहुन्छ। र यहाँ चाहिँ के चलिरहेछ वा मस्त मासु भात सबैलाई ह्याप्पी न्यू इयर है त। के हुन्न भ्लगमा यस्तै त हो। ल्याउनु न त खाइदियो हामी पनि एक दुई पिस टक्क लाएर मस्त खानपिन भयो। पेट फुट्ने खाइहाल्छ खाना। र अनि अब तलबाट जाँदैछु। अनि सक्नुहुन्छ आँप पनि भइसक्यो खाने जस्तो भन्नाले पनि हल्का दान लगाइरहेको यत्र त सानोतिनो दानाहरू। अनि कस्तो हजुर सोच्नुहुन्छ होला तलबाट जान्छ हान्न अन्त कहीँ जाने ठाउँै छैन क्या। घुम्न जानुहुन्थ्यो पैसा दिन्नन् अनि हावाहुरीले लिच्छे हुनु न। सानसानो दाना छन् आँपको पनि हालत त्यही छ। बाबा भूमा डाउला कस्तो भयो कहाँ जाँदैछ त्यो डाडी कहाँ हुनुहुन्छ। फाइनली हाम्रो सुट पनि सुरु भइसक्यो होइन। यसको हालत देख्नु होला बिचारा। यस्तो मजा आयो नि आइसलाई कठै बिचार पच्काइदियो हग्ने गरी कोही क्या
This is not real, guys. I makeup गरेको. This is a fake. Yes. यता राखेर नि देखाउ. Makeup artist. Makeup artist हैन. यता गुण्डालाई देखा न. डौ साला गोरिल्ला जस्तो. हैन सुट पनि सक्यो हैन खतरा मजा आयो हैन. या मजा आयो एकदम मामालाई. र यो लाइक सब्स्क्राइब गरिदिनु होला. उसमा छ त्यति म मामाहरु जान्छु आज. मामा घरतिर भेटौँला है त. मल जाने भने मल जाने पनि भएन. अब राजन दाइ त अझै खै हेर्छु नि कस्तो हुन्छ जाने भिडियो एडिट कडा भिडियो यस्तो बब्बल आयो नि मैले साउन्ड हालेँ ब्याकग्राउन्ड साउन्ड खतरा त्यो भोलि बिहान फेसबुक 8 बजे रोहित रसालले फेसबुकमा हेर्न सक्नुहुन्छ. कति हतार भयो के यार यसलाई ल त्यसलाई म भिडियो देखाइदिन्छु त हजुरहरूलाई म भोलि बिहान यसले हाम्रो यहाँ पछाडि गर्दा गर्दा नि त्यो हाम्रो साले यो यता यहाँ हामीसँग यहाँ तल घर कौन दाइ घर आइसकेको थियो क्या हाम्रो पछाडि पछाडि जे कति मोटो छ यो हो भाइ साहब देखो यहाँ हेर ल नयाँ घर नयाँ घरमा डल्ली बोक ल यिनीहरू घर खेत घर जा मल जान्छ अब त्यस्तै होइन घरतिरै बसिन्छ बल खेल्न जाने पनि भइसक्यो बस के खेल्दिनँ अब एकछिन बस्छु भाँडासारा धुन्छु अनि कामसाम गर्छु डल्ला अब उहाँलाई पनि फालिदिन्छु म पिट्छु डल्ली टिका डल्ली निकाल राजालाई पनि भेटिसकेँ यता होइन तेरो नाम के अरे हरि प्रसाद आचार्य राजन ऱ्यान्ड मलाई पनि निसक्यो आइन् उसलाई भेट्न जाने होला लक्ष्मीलाई फाइनली हामी घर पनि पुगिसक्यौँ बजारबाट होइन नयाँ मेरो सब्सक्राइबर मेरो हाम्रो किरण दाइ हैन किरण दाइलाई सपोर्ट गर्नु है सबले गर्नु होला रसाली ब्लगमा अब सोमा मल जानु पर्ने छ हामी चाहिँ हामी भन्दा म चाहिँ जान्छु किनकि ब्रिटेन गर्छ नि ब्रिटेन हान्नुपर्छ एकछिन रोक्नु यहाँ कपडा लाउँछु क्या अनि घर चाहिँ मेरो उता माथिको छ तर म यहाँ बस्छु राइट बोल्यो सिस्टम अब पुगिसक्यो होइन त्यहाँ मलाई गएर मर्दा यहाँ चरा हान्नको लागि ढुङ्गा खोज्दा आइसक्यौँ तपाईँ त धेरै मान्छे छन् तर मलाई भ्लग गाउनु अलिक नराम्रो लाग्छ मान्छे धेरै ठाउँ होइन वान सेकेन्ड ह्याप्पी न्यू इयर र आजको लागि यस्तोमा राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब जे गर्नु नबिर्सिनु थ्याङ्क यू फर वाचिङ एन्ड बाई